21 days challenge go as a day 3. Welcome back guys. मेरो घरको सानो दृश्यहरू पनि देखाउने कोसिस गर्नेछु। म यसलाई घरै भन्छु किनभने मेरो धेरै जसो टाइम त यहीँ स्पेन्ड भएर हुन्छ। रुममा त के छ र जाने अनि गएर सुतेर एकछिन बाछन राम्रो बुझिहाल्छ अनि फेरि आँखा मिची यतै आउनु पर्ने हो। त्यही भएर म चाहिँ यसलाई नै घर थर आउँछु हैन। सो आजको अवस्था अपडेट के छ भन्दाखेरि हिजो लास्ट टाइम भयङ्कर ह्याङ हान्यो मलाई। यो अलिकति दिमागसँग खेल्न चाहिँ अलिकति गाह्रै हुने रहेछ। सोचे जस्तो सजिलो छैन। आज 3 दिन भइसक्यो हैन। यसको बारेमा नसोचौँ भन्दा पनि त्यसले आफैले हाबी हानिरहेछ क्या मलाई। यस्तो भइरहेछ। सकेसम्म म यसलाई बिर्सिदिउँ भन्ने ट्राई गरिरहेछु गर्न त। त्यही भएर म अब बाँकी दिनहरूमा के कस्तो अवस्था हुन्छ खेर आउनु साथीहरू। म केही झलक देखाउँछु मेरो घरको। त्योभन्दा पनि अलिकति अहिले नेपालमा माहौल चुनावको चलिरहेको छ त्यसकै सिलसिलामा कुरा गरौँ। स्वतन्त्र पार्टीले एकदम चमत्कारै गरेको छ यसपालि हैन। त्यो त सबैलाई थाहा भएकै कुरा हो। तर कुनै कुनै ठाउँहरूमा चाहिँ राम्रो नेता र व्यक्तित्वहरूलाई पनि चान्स दिनुपर्ने जुन चाहिँ यसपालि जनताद्वारा नदिएको ठहरेको छ। त्यसले गर्दाखेरि अलिकति मनमा निराशा चाहिँ छ। म लगायत अरूको पनि पक्कै पनि हैन। जुन चाहिँ क्षेत्र नम्बर 3 वर्ष काठमाडौँको त्यसमा एकदमै निराशा भेटेको छ सबैले। किनभने उहाँ जस्तो व्यक्तित्व कोही पनि छैन क्या। इभन अब राष्ट्र स्वतन्त्र पार्टीमा पनि छैन क्या। उनीहरूले पनि गरेका छैन। किनभने उहाँले बोल्ने भन्दा पनि धेरै गरेर देखाउनु भएको छ। गर्ने मान्छे पनि हो, गर्नेवाला पनि थियो। तर जनताले अब त्यस्तो चाहिँ नगर्नुपर्ने थियो र त्यही भएर अलिकति निराशा चाहिँ छु। अदरवाइज अल ओभरअल अब जसलाई हराउनु पर्ने जसरी गर्नुपर्ने त्यसरी गरेको छ, त्यसरी जितिरहेकै छ हैन। अब अरूभन्दा नि मेन त झन् झापामा झापा 5बाट जुन परिणाम आयो त्यसको त एकदम काबिले तारिफ हो हैन। अनि चितवनको त भन्नै पर्ने थिएन। जसरी नि हाम्रो रवि सरलाई पाउने नै थियो। त्यो बाहेक अब अरू पनि ठाउँहरूमा अहिले त भनौँ न अब जो उठ्यो त्यसैले जिताउने खालको राष्ट्र स्वतन्त्र पार्टीको त्यस्तो अवस्था छ कि कोही जनताहरूले अब घन्टी भनेर पुरा आँखा चिम्लेर घन्टी बजाए जस्तो छ यसपालि। त्यही भएर भयङ्करै भएको छ यसपालि। ठिकै छ। चुनावी माहौल अब यस्तै हुँदै गर्छ। फाइनल अन्तिम परिणाम आउन बाँकी नै छ। हेरौँ कति दिनपछि सकिन्छ। त्यो हिसाबले सबैजनासँग पछि उनीहरूको फेरि सरकार बनेपछि के कस्तो हुन्छ हैन। तर काम त गर्नैपर्छ पक्कै पनि। नभए त अन्यथा उनीहरूलाई कुनै पनि अप्सन दिइने छैन। किनभने अहिलेको कस्तो अवस्थामा यो चुनाव हुन गएको त्यो सबैलाई थाहा भएकै कुरा हो। त्यही भएर पनि अलिकति गाह्रो छ। खेर यो घर तपाईँहरूले देखिसक्नुभयो होला। यसलाई भन्छ आबुधाबी ओसन। यो चाहिँ म काम गर्ने ठाउँको अलिकति केही झलकहरू हो। केही गरी तपाईँ यता घुम्न आउनुभएछ भने म नाम भन्न मिल्दैन मैले। त्यही भएर केही गरी घुम्न आउनुभएछ भने यो ठाउँहरू चाहिँ मैले देखाएको एरियाहरू चाहिँ गएर यसो फोटो खिच्न चाहिँ दामी प्लेस छ है। साँच्ची भनेको एकदम दामी छ। म खिच्न मिल्दैन नभए त म मजाले फोटो खिचेर पठाइदिन्न हैन। त्यस्तो खालको छ। सो हेर्न सक्नुहुन्छ दामी स्विमिङ पुल पनि छ है अगाडि। यसो लुगा फाटो लिएर आउनु होला स्विमिङ गर्न मन छ भने। सो यति भन्दै बिदा लिन्छु। हस्त नमस्कार।